आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज अप्रिल 22 नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन, मुलुकलाई संविधान दिने, समृद्धिको आधार तयार गर्ने पार्टी स्थापना भएको दिन। आजको दिनबाट नेपाल कम्युनिस्ट पार्टीले 70 वर्ष पूरा गरेको छ। यस सुखद अवसरमा सबै कमरेडहरू तथा दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजभन्दा 70 वर्ष अघि कमरेड पुष्पलालको नेतृत्व, अगुवाई र सक्रियतामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। यस पार्टीले आजका दिनसम्म आइपुग्दा निकै ठुल्ठुला उतार चढाव पार गर्नु पर्यो। कहिले उपलब्धिका उत्साह त कहिले विभाजनका पीडा सहनु पर्यो। निरङ्कुश तन्त्रको दमन विरुद्ध लड्ने क्रममा कहिले हार बेहोर्नु पर्यो, कहिले ढङ्ग नपुग्दा प्राप्त उपलब्धिलाई समेत गुमाउनु पर्यो। मार्क्सवादको मार्गदर्शनमा अघि बढेको यो पार्टी सधैँ जनतासँगै रह्यो। जनतासँगै रहेर राष्ट्रियता, लोकतन्त्र र समानताका लागि क्रान्तिको आँधीबेहरी सिर्जना गरिरह्यो। आज बितेका 7 दशकको हाम्रो अथक सङ्घर्षले गौरवमय उपलब्धि हासिल भएको छ। निरङ्कुश राजतन्त्र इतिहास भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ। आन्दोलनका उपलब्धिहरू संस्थागत भएका छन्। समाजवाद उन्मुख लोकतान्त्रिक संविधान निर्माण भएको छ। देशलाई यस स्थितिसम्म पुर्याउन आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर शहीदहरू र योगदान पुर्याउनुहुने अग्रजहरू सबैप्रति श्रद्धा एवं सम्मान प्रकट गर्दछु। टुटफुट र विभिन्न आरोह अवरोह छिचोल्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत भएको छ। इतिहासमै पहिलोचोटि एकल बहुमतका साथ सरकार सञ्चालन गरिरहेको दलको हैसियतमा समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्रियाशील छ। हाम्रो यात्रा समृद्ध नेपालका लागि हो। हाम्रो समाजवाद न्यायसहितको समृद्धि हो। समृद्धि नेपालीलाई सुखी बनाउनका लागि हो। पार्टी स्थापनाको 70औं वार्षिकोत्सवको हार्दिक शुभकामना। धन्यवाद।